नमस्ते, मेरो नाम स्नेहा श्रेष्ठ। म कक्षा 3 मा पढ्ने छात्रा। म कुन स्कुलमा पढ्छु भने एडभान्स एकाडेमीमा। मेरो साथीहरू चाहिँ स्कुलमा धेरै छन्। मनसुन, हृदय, दिलनारायण, अङ्कित, अञ्जली। अब हामी चाहिँ घुम्न जाँदैछौँ किनकि होस्टेलमा बस्दा बोरिङ लागिसक्यो के, त्यही भएर हामी घुम्न जाँदैछौँ। अनि हामी कुन ठाउँमा जानु भने सिर्जना बजार जान पनि सक्छ, यहाँ माथि एमआइएल चोकमा जान पनि सक्छ, यहाँनिर पशुपतिमा जान पनि सक्छ। अनि यहाँनिर चाहिँ हाम्रो एउटा नयाँ घर बनिरहेको यहाँनिर। अनि यहाँ चाहिँ धेरै इँटाहरू जहिले पनि सिमेन्टहरू लिएर आइन्छ किनकि यहाँनिर नयाँ घर बनिरहेको नि त, ठुलो बन्छ जस्तो हो, त्यही भएर। अनि म चाहिँ भोलि पोखरा जाँदैछु। अनि पोखरामा चाहिँ पर्सि आउँछु म। पर्सि चाहिँ हाम्रो स्कुल छ कि, अब त धेरै राम्रोसित पढ्नुपर्छ किनकि सेकेन्ड टर्मको इक्जाम आउनु लागिसक्यो। सेकेन्ड टर्ममा चाहिँ म फर्स्ट सेकेन्ड थर्ड हुने भन्नुभएको दिदीले, त्यही भएर म राम्रोसित पढ्छु। आजको लागि यति नै भ्लग। बाई बाई। भोलि पर्सि पनि बनाउँला।